हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार। आज चाहिँ मेरो भान्सामा भिन्डी र आलुको तरकारी बन्दैछ। यसमा चाहिँ मैले एउटा खुर्सानी र थोरै लसुन पनि छोडाएर राखेको थिएँ। अनि प्यान तातेपछि थोरै तेल हालेँ। अनि त्यसमा चाहिँ मैले मेथी र सात फुरन हो कि के भन्छन् त्यसलाई पनि पुऱ्याउँछु साथीहरू होइन। अनि अब के गर्नु, खिच्नु पनि परेछ। अब खिचिदिने मान्छे पनि कोही नभएपछि कहिलेकाहीँ गाह्रो पनि हुन्छ। अनि त्यसपछि तातेपछि त्यसमा मैले लसुन र अनि खुर्सानीलाई फुराएँ साथीहरू। अनि त्यसलाई हल्का चलाएपछि त्यसमा मैले अब आलु पनि हालेर परापुरो बनाएर भिन्डीको तरकारी आज खाने विचार गरेँ। अनि त यस्तै छ साथीहरू होइन। यता आलुलाई हल्का भुट्ने, अनि त्यसमा अब मैले बेसार सेसार हालेर यताउता भयो। अनि फेरि भिन्डी हालेर मसलाहरू हालेर यतिको भएपछि मेरो तरकारी त अब लगभग पाकिसक्यो साथीहरू। हेर्नुहोस् त, आज आमा छोराकोमा चाहिँ दाल, त्यही भिन्डी र आलुको तरकारी, दही अनि अचार खाइयो साथीहरू।